हेलो वेलकम ब्याक माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ? म सन्चै छु। आज चाहिँ म घर जाँदैछु। घरको अब के कस्तो हुन्छ अब बाटोतिर तपाईँलाई देखाउने नै छु। अनि आज चाहिँ हामी अब बाइकमा चाहिँ जाँदैनौँ न। बाइकमा चाहिँ बाटो सबै बिग्रेछ अनि हामी हिँड्दै जानेछौँ। तपाईँहरूलाई बाटोमा देखाउने छौँ। दसैँ लागेछ बहिनीहरूलाई पनि होइन। बहिनी यता हेर, यहाँ हाम्रो दिदीको घरमा चाहिँ आज खसी कटाएछ। 25,000 खसी कटेको। दाइले एक्लै स्याहार्दै हुनुहुन्छ र हाम्रो त्यहाँ पनि दसैँ मनाउने छ होइन देवा। केही बोल्नुहोस् देवा, के कस्तो भएर तपाईँको रमाइलो गर्नुपर्छ देवा। अनि हाम्रो मिना दिदीको घर छ यस्तो छ, राम्रो छ। पाहाडको घर एकदम राम्रो। अल्छन मेरो अल्छन छोरा यहाँ। अब हाम्रो दिदीले चाहिँ एकदम मासु कटाइ जस्तो चाहिएको र हाम्रो आजको हाम्रो यहाँ भुटन चाहिँ यस्तो खतरा पकाउँदै हुनुहुन्छ दिदीले। दिदी के भन्नु छ तपाईँलाई? यस्तो छ तरकारी खतरा हालिदिने। आज घर जाम भनेको हामी हिँड्नु लागेको होइन। हामीले फेरि तरकारी नखाइ धरै नदिनु भएको जान लागेको छ। अब खाएर गइदिनु पऱ्यो, न त रिसाउनुहुन्छ है। अलिक धुवामा अलिक देखियो होला। यहाँ डाइलग होइन डाइलग एकदम लोकल तिन पानी दिदी। कोही त बाटो हिँड्नै डाइलग अन्त मेन बाटो चक्कु के कागज काट्ने चप्पल नराख्नु कराईमा थिचेको छ दाजु। यहाँ ग्यासमाथि अर्कोले थिचेको छ। कस्तो छ खानु नखानु पानी परिन्छ। दसैँको हिले दसैँ अब घर जाने भने कसरी हामी घर जाने यस्तो छ। पानी परिरहेछ। पिङ्की पिङ्की आइज। भोजपुर जिल्लामा त पानी परिरहेको। फुलपाती मिल्नु पर्यो। हेर्नु न गाइस, हाम्रो बाटो यस्तो छ होइन। होला यस्तो बढिसकेछ। धन्न हामी तल्लो बाटोको होइन। यस्तो छ गाइसहरू। जुका त्यस्तै परेर होइन। जुका त्यस्तै बाटो यस्तो छ। जुका झुकै एउटाले खाइरहेछ जुका। जुका यस्तो दामी खतरा खाएर जुका त पसेको छिरो के हो।